वेलकम टु लाफ नेपाल लाफ एन्ड दिस इज सुरज रेग्मी मी उत्तम नेपाल। आज हामीले एउटा प्र्याङ्क कल गर्ने छौं। उत्तमको साथी छ, उसलाई प्र्याङ्क कल गर्ने छौं हामीले आज। मेरो आकाश भन्ने साथी छ र उसको भोलि सप्लिमेन्ट्री एक्जाम हो। आज हामीले उसलाई प्र्याङ्क कल गर्ने छौं। फोन गरेर प्र्याङ्क कल गर्ने चाहिँ उसको भोलि सप्लिमेन्ट्री एक्जाम छ, त्यसकै बारेमा अब कल गर्छु अनि के हुन्छ अनि प्र्याङ्क गर्छु। हजुरले हेरिदिनु होला, लाइक गरिदिनु होला भिडियोहरू, अनि हाम्रो च्यानल सब्स्क्राइब गरिदिनु होला। अब हामी उसको साथी आकाश पुनलाई प्र्याङ्क गर्न गइरहेको छौँ। हामी आकाशलाई कल गर्न गइरहेको छौँ, आकाश पुनलाई। हेलो हेलो हजुर, आकाश पुन बोल्नुभएको होला? को हजुरको? ए म यहाँ परीक्षा नियन्त्रण एचएससीको परीक्षा नियन्त्रण कार्यालयको सचिव बोल्दैछु होइन। हजुर कलेजबाट प्लस टू इक्जाम दिनुभयो? ए भोलि हजुरको सप्लिमेन्ट्री इक्जाम छ है? भोलि सप्लिमेन्ट्री इक्जाम छ है हजुरको? बुटोल सेन्टर? हजुर। ए एउटा कुरा हजुरलाई नोटिस दिनु थियो। यो काठमाडौँबाट यो क्वेसन पेपर आउँदै थियो होइन, अनि फेरि यो आउँदाखेरि यो तराई आन्दोलन थाहा होला कि हजुरलाई? तराई आन्दोलनले गर्दाखेरि यो चितवन भन्दा यता आउन पाएन पेपर होइन। हजुर यो भोलि सप्लिमेन्ट्री इक्जाम भएको जतिलाई भोलि हजुरहरूको इक्जाम सेन्टर चाहिँ यहीँ चितवनमै हुने भएछ, त्यही भएर नोटिस गरेँ। हजुर चितवनमा इक्जाम त भोलि चाहिँ हुन्छ होइन इक्जाम? भोलि अब आजै नोटिस गरेपछि अब इक्जाम सार्न मिलेन, हजुरलाई बिहान पनि गर्न अलि असुविधा हुन्छ होला भनेर होइन। भोलि 11 बजेदेखि यो चितवन परेछ हजुरहरूको यो मणिमुकुन्दको सेन्टर चाहिँ, त्यहीँ आउनु पऱ्यो हजुर। अब आज आए पनि अब भोलि 11 बजेदेखि इक्जाम हजुरको होइन, अनि त्यहाँ आउनु पऱ्यो। हजुरको सबै अब स्कुल कलेजको माध्यमबाट चाहिँ गाह्रो हुने भयो भनेर हजुरलाई प्राइभेट कल गरेर हजुर सबैहरूलाई नोटिस गर्दैछौँ हामीले होइन। त्यही भएर अब यस्तै, अब देशको स्थिति थाहा छ हजुरलाई होइन, अब दुःख नमानिदिनु होला। यस्तै भयो। हजुर आउनुहुन्छ भोलि इक्जाम दिन? हजुर अब दिनै पर्ने होला हैन र? अब सेन्टर त त्यही भइदियो होइन इक्जामको। अब त्यस्तै कारणले गर्दाखेरि अब हजुरले नदिने चाहिँ अब जो त अब हजुरको इच्छा हो नि त, अब इक्जाम नदिने पनि हुन्छन् होइन। अब हजुरलाई नोटिस मात्र गर्दै हो हामीले। अब हामी अब कम्पलसरी आउनै पर्ने होला नि त फेरि पछि अब छुटेपछि हजुरको चाहिँ अब ब्याकै हो, अब अर्को वर्ष हो हजुर। अब अर्को वर्ष चितवनै आउनु पर्यो हजुरहरू इक्जाम दिन। सेन्टरहरू सौरा स्कुल परेछ। अब आजै त हिँड्ने होला नि हजुरहरू होइन? साथीहरू अब हुनु होला के अरे हजुरको साथीहरू पनि हुनुहुन्छ कि होइन? हजुर अब देशको स्थिति यस्तै छ, दुःख नमानिदिनु होला होइन। हजुर त्यहीँ आएर अब इक्जाम दिन पऱ्यो होइन। ल हुन्छ। सागर पुन होइन हजुर? ए आकाश पुन होइन हजुर? ए ल हुन्छ। हेलो आकाश बुरो, हेलो। हामी लाफ नेपाल लाफबाट बोल्या हो है। हामीले प्र्याङ्क कल गरिरहेको थियौँ हजुरलाई। हजुरलाई प्र्याङ्क गर्नको लागि चाहिँ यहाँ हाम्रो उत्तम नेपाल साथीले चाहिँ हाम्रो उत्तम नेपाल साथी हजुरको साथी हुनुहुँदो रहेछ। उहाँले चाहिँ प्र्याङ्क गर्न भनेर हजुरको नम्बर दिनुभएको है। हामी लाफ नेपाल लाफबाट हाम्रो प्र्याङ्क भिडियोहरू हेर्नुभयो होला, कमेडी भिडियोहरू हेर्नुभयो होला होइन। युट्युब च्यानल छ, त्यसैबाट आज चाहिँ हामीले प्र्याङ्क गर्ने भनेर सोचिरहेको थियौँ। अनि फेरि हजुरको नम्बर दिनुभयो, उहाँले प्र्याङ्क गर्नु भन्नुभयो। अनि उत्तम नेपाल हाम्रो साथी नै हुनुहुन्छ, हाम्रो ग्रुपको मेम्बर हुनुहुन्छ, उहाँ पनि प्र्याङ्कस्टर हुनुहुन्छ। उहाँले दिनुभएको हजुरलाई प्र्याङ्क गर्न। हजुर कस्तो लगाइरहेको थियो हजुरलाई चितवन जानुपर्ने भन्दाखेरि? अब यस्तै छ के होइन, अब यस्तै हुन पनि सक्छ भनी सोच्नु भयो होला है। अब बन्द सन्द छ
के घर भन्दा नि भइरहेको छ ल ल हुन्छ धन्यवाद।